और बेटी थी रुपये खाओ कतै पनि थिए अर्कैको बालबच्चा हेर्छौँ बोल्नुपर्छ यस्तो आज हामी आफ्नो पोखरीतिर घुमघाम गर्न आएको अरू पोखरी भनेको उता पोखरीभित्र बसेर बाह्र पर्ला जस्तो छ यहाँको पिच रोड हो नि हेर्न सक्नुहुन्छ यो हाम्रो एउटा पोखरी छ अर्को पोखरी ल यो हाम्रो पोखरी हो आज हामी पोखरीतिर घुम्न आएको थियौँ म र भाइ आएको थियौँ हाम्रो पोखरी हेर्दै जानु पर्यो पोखरीभित्र माछा छ कि छैन थाहा भएन तर पोखरी घुम्न हामी आएको छौँ सो जाँदैछ हाम्रो भाइ उता सो हेर्दै गरौँ हाम्रो पोखरीको नजारा सो हेर्दै गर्नुहोस् गाइस सो हाम्रो पोखरीमा यसमा पहिला खेत थियो पानी यस्तो जम्थ्यो पानी गरे निकासा नभएर पोखरी खनाइदिएको हो खासमा के गर्नु यस्तै हो गाउँघरतिर सो यो पोखरीमा हामी आज घुम्न आएको छु अब माछा खाने दिन पनि आउँदैछ यहाँको पिच रोड हो नि सो हाम्रो गाउँको प्रकृति हेर्न चाहनुहुन्छ भने हेर्न सक्नुहुन्छ पुरै हाम्रो यो गाउँ हो हामी यता पहिला सानो सानोमा कति खेल्ने कुद्ने गर्थ्यौँ हाम्रो यो गाउँ त धान रोपनी सोपनी चल्दैछ सो यो पुरै हाम्रो गाउँ इलाका हो सानोदेखिकै हुर्केको मान्छे